यहाँ चाहिँ 12 बजेको छ। यहाँ चाहिँ 12 बजिरहेछ। केचहरू यहाँ हुँदा Happy birthday to you. म चाहिँ देख्दिनँ कि क्या म देख्दिनँ। रातिको 12 बजे यहाँ मान्छेलाई ननिदा यहाँ भाइको बर्थडे गरेको। हजुरहरूलाई थ्याङ्क यू सो मच। धेरै धेरै मैले यहाँनिर छ ह्याप्पी बर्थडे देवर भन्नुभएको छ भाउजूहरूलाई एकदम धेरै धेरै धन्यवाद छ मेरो। थ्याङ्क यू। अलिकति खानु न मुखमा हातमा राख्नु। तपाईँलाई अब खै म त केक नखानु होला हौ। ह्याप्पी बर्थडे। ल दिया भाउजू अन्त त्यसो यो दिया भाउजूलाईमा त त्यसो भए धन्यवाद। बर्थडेको बेला त यस्तो जीवनलाई अब हाम्रो माइली भाउजूलाई थोरै ल हातमा। काले दादा आउनु। ह्याप्पी बर्थडे। तिमीहरू केक नखाने? पैसा पैसा भएको भए चाहिँ गिफ्ट चाहिँ किनिदिने भनेको। जन्मदिनको लाखौँ लाख प्रगति गरेस् होइन। चन्नुलाई पनि दिनु अलिकति। अरू भन्दा नि प्रगति गरे। थोरै खाने ठुलो अरे। खै काकाले खुवाइदिएको। ल ठुलो आउनु। काकाले खुवाइदेऊ न। ल म फेरि दिन्छु यहाँ खाइसकेपछि। समाउ न हात। ल हात ल्याउठ। यता समाउ। यसरी राख। यो छोडिदेऊ यहाँ। फेरि खुवाइदेऊ। ल ल खानु ल। खाइयो फेरि काले जाऊ केक खानु। खाने भन्नुभएको के साह्रो अनि कत्तेरी केक खानु पर्यो। त्यति होइन काले र सुदर्शन सुतिरहेको होला भन्दै उठाउनु जान्छु त। टाइम भएको छैन त्यत्रो त हान्न दिँदा अहिले खाइसक्नु। पैसा पो दिनुपर्छ त खाएपछि त। ल मैले सकेँ अब मेरो बर्थडे सक्यो। थ्याङ्क यू भाउजूहरूलाई सबैजनालाई थ्याङ्क यू। यहाँ के छ आज यहाँ? ल यो पहिलेदेखिको योजना प्लान भएन। हामी आजदेखि को प्लान भयो अनि त्यसै कारणले पैसा अब भनेको बेला यो चाहिँ यो ऱ्याप गर्दा गर्दै नपुगेर यहाँ भएको। ह्याप्पी बर्थडे टु यु भाइ। ल थ्याङ्क यू भाउजू। अब ओपन गर्नु। के चाहिँ रहेछ त? हाँसेर मसला जुद्धेर ओपन गरेको यहाँ गरेको चिया खाने कप। कपको नक्सा देखिरहेको छ यहाँनिर चाहिँ। ला यो त फेरि अर्कै छ त नि होइन। टेप्सो हेर्दा यसरी पो ल माइला ओपन गर्दैछु होइन। जे पनि हुन सक्छ क्या। जे पनि हुनसक्छ। सक्छ। मेरा त धक धक हो रहा है। केही पनि नहुन पनि सक्छ। नजिक लिएर देखा त। यहाँ यो देखेर चाहिँ मलाई देखिसक्यो।
केक चाहिँ भित्र राख्नु पर्थ्यो नि के खाने ला अर्को नि रहेछ भोलि दिनु क्या केटाकेटीहरूले अब आपाहरूको लागि दिनु पर्यो फेस पनि देखाउनु न भाइ साइला काका होला काइला काका होला जाडोले काम दिएछ जस्तो छ भाइ चारो भयो जस्तो ला आँखामा लागेछ र ऊ मुख धुनु पर्यो क्या अनि म त आत्तिएर अनि यसरी गरेर हाल्नु पर्थ्यो नि त म त आँखामा ताकेर बन्दुक ताके जस्तो बन्दुक ताके जस्तो गरिदिएँ अनि के चाहिँ छ खोल्दा खोल्दै गलिसक्यो त गिफ्ट नै उम्किसक्यो कुकुरले झन्डै ऊ गरेको यो भन्दै एउटा टेपले नि नपुगेर त्यत्रो चोटि ल बेस्ट रहेछ है अन्तिममा गएर चाहिँ लाउनु लु कस्तो देखिँदो रहेछ ए भेष पो रहेछ बेस्ट पो रहेछ ल थ्याङ्क यू त त्यतिकै पो होला भनेको त कसको तर्फबाट हाले यो पछाडि देखाउनु दिया भाउजूको तर्फबाट अँ ल टी सर्ट रहेछ यो मेरो कस्तो लाग्यो सुदर्शन भाइ जस्तो राम्रो रहेछ ल सुहा हुन्छ ल उहाँले चाहिँ लगाइसक्नु भएको छ पछाडि फर्किनु लु भयो अब के गर्नु सुदर्शनलाई नमिल्छ म त्यसो जिउमा साह्रै मन लाग्यो बरु यो अलिक तातो छ त्यो त धेरै चिसो छ झन् थ्याङ्क यू सो मच मेरो भाउजूलाई मेरो तिनैजना भाउजूलाई थ्याङ्क यू सो मच आजको मेरो बर्थडेमा यत्तिको रमाइलो गरिदिनु भएको छ कि एकदम थ्याङ्क यू